जय नेपाल देशको सेवा, सम्मान र गौरवशाली भविष्यको खोजीमा हुनुहुन्छ। नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले अधिकृत क्याडेट पदका लागि खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिको लागि नयाँ दरखास्त आह्वान गरेको छ। हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ, नेपाली सेनाले चाहिँ अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको रहेछ। अनि कतिजना आवश्यक माग्या रहेछ भन्दाखेरि 280 जनाको लागि भ्याकेन्सी रहेको छ। हजुरहरू यहाँ vacancy.nepal.army.mil.np मा गएर हजुरहरूलाई अनलाइन फर्म भरेर अनि त्यसको प्रिन्ट गरेर चाहिँ अफिसमा लगेर बुझाउनु पर्ने हुन्छ। अनि कहाँ कहाँ रहेको छ अफिस सबै जानकारी दिनेछौँ। के शैक्षिक योग्यता चाहिन्छ, अनि इक्जाममा चाहिँ फर्म भरिसकेपछि के सोध्छ, कुन फिजिकल टेस्ट हुन्छ, हाइट वेट कति चाहिन्छ, सबै जानकारी हजुरहरूलाई दिनेछौँ। हजुरहरू भिडियो अन्तिमसम्म हेर्नु होला। अनि यहाँ हेर्न सक्नुहुन्छ आवश्यक सङ्ख्या चाहिँ 280 जना रहेको छ यो अधिकृत क्याडेट पदको लागि। अनि त्यसै गरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएको वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकको सन्तानहरूको लागि 14 वटा भ्याकेन्सी रहेको छ। त्यसै गरी खुलातर्फ 146 वटा भ्याकेन्सी, महिलातर्फ 24 वटा, आदिवासी जनजातितर्फ 39 वटा, मधेसीतर्फ 33 जना, दलिततर्फ 18 जना, पिछडिएको क्षेत्रतर्फ 6 जना, अनि जम्मा गरेर 280 वटा भ्याकेन्सी रहेको छ। अनि यो दरखास्त पेश गर्ने मिति, समय र स्थान, हजुरहरूलाई फर्म भर्ने मिति स्थानहरू यहाँ हेर्न सक्नुहुन्छ। हजुरहरू 4 महिना 29 गतेदेखि लिएर 5 महिना 18 गतेसम्म सिङ्गल दस्तुरमा चाहिँ फर्म भर्न सक्नुहुन्छ। हजुरहरू छुटिहाल्नु भयो भने दोबर दस्तुर तिरेर 2083 5 महिना 19 गतेदेखि लिएर 5 महिना 25 गतेसम्म फर्म भर्न सक्नुहुन्छ। अनि इम्पोर्टेन्ट कुरा भनेको एकल तथा दोबर दस्तुर हजुरहरूले बुझाउँदा त्यो दिन सार्वजनिक बिदा पर्छ भने त्यसको अघिल्लो दिन या पछिल्लो दिन चाहिँ हजुरहरूले गएर फर्म भर्नुपर्ने हुन्छ। अनि यहाँ हेर्न सक्नुहुन्छ कहाँ गएर फर्म भर्ने, हजुरहरूलाई कहाँ नजिक हुन्छ त्यहाँ गएर फर्म भर्नु होला। जस्तै यहाँ 8 वटा कार्यालय रहेको छ, त्यहाँ गएर हजुरहरू आफ्नो फर्म भर्न सक्नुहुन्छ। एउटा चाहिँ स्वयम्भू काठमाडौँ केन्द्रीय भर्ना छनौट केन्द्र श्री भर्ना छनौट निर्देशनालय, अनि यहाँ अर्को चाहिँ इटहरी सुनसरी, अर्को बर्दिवास महोत्तरी, अर्को हेटौडा मकवानपुर, विजयपुर कास्की, बुटवल रूपन्देही, निमारे सुर्खेत, तेघ्री कैलाली, यत्रो ठाउँ रहेको छ फर्म भर्ने। हजुरहरूलाई जहाँ नजिक हुन्छ त्यहाँ फर्म भर्नु होला। अनि यहाँ फोन नम्बर पनि राखिदिएको छ, हजुरहरूलाई केही समस्या परे यहाँ फोन गरेर पनि सोध्न सक्नुहुन्छ। त्यसै गरी यहाँ दरखास्त दस्तुर कति पैसा लाग्छ त्यो पनि म यहाँ हजुरहरूलाई भनिदिइरहेको छु। जस्तै सबै उम्मेदवारहरू खुल्लातर्फ अनिवार्य रूपले फारम भर्नुपर्ने हुन्छ, त्यसको चाहिँ 1000 रुपियाँ लाग्छ। अनि हजुरहरूको समावेशीतर्फ कुनै मधेसी, दलित, पिछडिएको क्षेत्र त्यतातिर फर्म भर्नुभयो भने 20% एक्स्ट्रा लाग्नेछ। जस्तै खुल्लातर्फ 1000 अनि समावेशीतर्फ पनि भर्नुभएको छ भने 200 गरी लाग्नेछ। अनि त्यति गरिसकेपछि हजुरहरूलाई ब्याङ्कमा गएर भाउचर भरेर पैसा बुझाउनु पर्ने हुन्छ। अनि भाउचरमा चाहिँ यहाँ कार्यालय कोड, ब्याङ्क खाता नम्बर, राजस्व शीर्षक नम्बर चाहिँ लेख्न नबिर्सिनु होला। यो चाहिँ लेख्न अत्यन्तै जरुरी छ। सबैको यहाँ भर्ना छनौट केन्द्र कार्यालयको रहेको छ। हजुरहरू जहाँबाट फर्म भर्दै हुनुहुन्छ त्यसको चाहिँ यो राख्नु होला, खाता नम्बर, कार्यालय कोड, अब त्यही अनुसार राख्नु होला जहाँबाट फर्म भर्दै हुनुहुन्छ। त्यसै गरी आवश्यक योग्यता, कति योग्यता चाहिन्छ त्यो म हजुरहरूलाई यहाँ भनिदिइरहेको छु। अधिकृत क्याडेटको लागि एउटा चाहिँ कक्षा 12 पास गरेको हुनुपर्छ। अनि कक्षा 12मा चाहिँ हजुरहरूको 1.6 भन्दा माथि आएको हुनुपर्छ। अनि कुनै विषयमा D+ भन्दा कम हुनु हुँदैन। अनि त्यसै गरी ब्याचलरको लागि पनि यहाँ रहेको छ। अनि एससीमा चाहिँ हजुरहरूको लागि कम्पलसरी म्याथ हुनै पर्छ। अनि ब्याचलरमा चाहिँ हजुरहरूको लागि स्नातक अधिकृत क्याडेटको हकमा स्नातक तह वा सो सरहको शैक्षिक योग्यता मात्रै पर्छ। योमा चाहिँ जिपिएहरू तोक्या रहेनछ। अनि स्नातक अधिकृत ब्याचलर अधिकृतमा चाहिँ हजुरहरूको लागि 12 महिना तालिम हुने व्यवस्था रहेको छ। अनि त्यसै गरी शारीरिक योग्यता के चाहिन्छ त्यो म यहाँ हजुरहरूलाई देखाइदिइरहेको छु। पुरुष र महिलाको हकमा छ यहाँ। जस्तै पुरुषको हकमा चाहिँ उचाइ न्यूनतम 5 फिट 3 इन्च हुनुपर्छ, महिलाको हकमा न्यूनतम 5 फिट। त्यसै गरी पुरुषको हकमा छाती नफुलाउँदा न्यूनतम 32 इन्च, फुलाउँदा चाहिँ न्यूनतम 34 इन्च हुनुपर्छ, महिलाको हकमा छाती पर्दैन। त्यसै गरी पुरुषको हकमा वेट वा वजन कति हुनुपर्छ भन्दाखेरि न्यूनतम 50 केजी 110 पाउन्ड, अनि महिलाको हकमा न्यूनतम 40 केजी 88 पाउन्ड। त्यसै गरी पुरुषको हकमा आँखामा चस्मा प्रयोग गर्ने भए आँखा ±2 भन्दा बढी कमजोर नभएको हुनुपर्ने। यो महिलाको हकमा पनि त्यति नै रहेको छ। अनि त्यसै गरी अन्य योग्यता सैनिक सेवा नियमावली 2069 हजुरहरू हेर्नु होला, त्यसमै हुन्छ।
अनि हजुरहरू यहाँ हेर्न सक्नुहुन्छ कति उमेर चाहिन्छ फर्म भर्नलाई। जस्तै हजुरहरू क्लास 12 प्रमाणपत्र तहमा फर्म भर्दै हुनुहुन्छ भने हजुरहरूको 18 वर्ष पुरा भएर 21 वर्ष ननाघेको हुनुपर्छ। अनि ब्याचलरको सर्टिफिकेटमा फर्म भर्दै हुनुहुन्छ भने हजुरहरूको 18 वर्ष पुरा भएर 24 वर्ष ननाघेको हुनुपर्छ। अनि हजुरहरू बहालवाला सैनिक उम्मेदवार हुनुहुन्छ अनि त्यसको हकमा चाहिँ 26 वर्ष ननाघेको हुनुपर्छ। त्यसै गरी चाहिँ अब हामी अर्को हेरौँ। यो चाहिँ नेपाली सेनाको बहाल उम्मेदवारहरूको लागि हो। भन्नाले पहिला नै नेपाली सेनामा काम गरेकोहरूले यो बहालवाला उम्मेदवारहरूको दरखास्त दिनेको हकमा जस्तै सैन्य छनौट तालिम गरेको हुनुपर्छ। साथै हजुरहरूलाई फर्म भर्नुभन्दा पहिले 2 वर्ष चाहिँ पुरा गरेको हुनुपर्छ। अनि युनिट पतिको सिफारिस पनि हुनुपर्ने हुन्छ। जस्तै अब उनीहरूको चाहिँ एउटा युनिट पति हुन्छ, त्यसको सिफारिस पेश गर्नुपर्ने हुन्छ। अनि त्यसै गरी पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू के हुन्छ भन्दाखेरि हजुरहरू फर्म भर्न जानुहुन्छ भने के आवश्यक प्रमाणपत्रहरू पेश गर्नुपर्छ भन्दाखेरि देखेका बमोजिम कागजपत्रहरूको प्रतिलिपि उम्मेदवार स्वयंले प्रमाणित गरी एक एक प्रतिको दरले नेपाली फाइलमा राखी पेश गर्नुपर्ने हुन्छ। हजुरहरूको सबै सर्टिफिकेट चाहिँ एउटा एउटा फोटोकपी गरेर पेश गर्नुपर्ने हुन्छ, त्यो पनि नेपाली फाइलमा राखेर। अनि केरमेट तथा दोहोरो लेखिएको प्रमाणपत्रहरू मान्य हुने छैन। हजुरहरूको जति प्रमाणपत्र छ त्यसमा केरमेट तथा दोहोरो लेखिएको हुनु हुँदैन। अनि दरखास्त साथ पेश गरिने सबै कागजातहरू सक्कल प्रति साथमा ल्याउनु पर्ने हुन्छ। जति हजुरहरू चाहिँ फर्म भर्दै हुनुहुन्छ सबै चाहिँ हजुरहरूसँग अरिजिनल सर्टिफिकेट हुनुपर्छ आफैसँग। अरिजिनल नभए मान्य हुँदैन। अनि के चाहिन्छ भन्दाखेरि नेपाली नागरिकताको प्रमाणपत्र, त्यसै गरी एसईको ग्रेड सिट, अनि क्यारेक्टर, अनि अरिजिनल प्रोभिजनल पनि चाहिन्छ। त्यसै गरी प्रमाणपत्र त एसएलसी कक्षा 12 को ट्रान्सक्रिप्ट, अनि त्यसै गरी क्यारेक्टर, अनि अरिजिनल प्रोभिजन। अनि ब्याचलर पास गर्नुभएको छ भने ब्याचलर पास उत्तीर्ण गर्नेको हकमा ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, अरिजिनल प्रोभिजन सर्टिफिकेट। अनि त्यसै गरी नेपालको विद्यालय, विश्वविद्यालय बाहेक अन्य हजुरहरू बोर्ड तथा विश्वविद्यालयबाट उपाधि हासिल गर्नेहरूको हकमा पाठ्यक्रम विकास केन्द्र वा त्रिभुवन विश्वविद्यालय वा विश्वविद्यालय अनुदान आयोगबाट हजुरहरूलाई समकक्षा निर्धारण गरेको प्रमाणपत्र चाहिन्छ। अनि त्यसै गरी अर्को रहेको छ शैक्षिक योग्यता बाहेक आफूले प्राप्त गरेको अन्य प्रमाणपत्रहरू जस्तै अतिरिक्त क्रियाकलाप र विविध विषय सम्बन्धी प्रमाणपत्रहरू भएमा त्यो पनि हजुरहरू बुझाउन सक्नुहुन्छ। त्यसै गरी सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोहीको कारण शारीरिक रूपमा अशक्त भएमा र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएमा नेपाली सैनिकको सन्ततिहरूको हकमा निम्न थप कागजहरू सम्बन्धित उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने हुन्छ भन्दाखेरि हजुरहरूले बुझिसक्नुभयो कि यो कसको लागि हो भनेर। अनि यहाँ बाँकी रहेको छ त्यो एकपल्ट पढ्नु होला। अनि सम्बन्धित उम्मेदवारसँगको नाता प्रमाणितको प्रतिलिपि एक पनि चाहिन्छ उनीहरूको लागि। अनि त्यसै गरी कति फोटो चाहिन्छ भन्दाखेरि यहाँ हेर्न सक्नुहुन्छ। उम्मेदवारले हालसालै खिचेको पुरै मुखाकृत दुवै कान समेत प्रष्ट देखिने एकै किसिमको देखाएअनुसार फोटो दरखास्त साथ पेश गर्नुपर्ने हुन्छ। अनि पासपोर्ट साइजको फोटो हजुरहरूलाई 4 वटा लाग्नेछ। अनि 2x2 साइजको फोटो एउटा लाग्नेछ। अनि कहिले सम्पर्क गर्ने भन्दाखेरि फर्म भरिसकेपछि 2083 5 महिना 31 गतेको 11 बजे जहाँबाट हजुरहरूले फर्म भर्नु भएको छ त्यहाँ भर्ना छनौट केन्द्रमा सम्पर्क गर्नुपर्ने हुन्छ। त्यही गएर हजुरहरूलाई भेट्नुपर्ने हुन्छ। अनि हजुरहरूको छनौट प्रक्रिया के हुन्छ त्यो म हजुरहरूलाई यहाँ भनिदिइरहेको छु। प्रारम्भिक भर्ना केन्द्रमा दरखास्त पेश गर्ने उम्मेदवारहरूको छनौट प्रक्रिया अन्तर्गत बियरिङदेखि लिखित परीक्षासम्म दरखास्त पेश गरेको सम्बन्धित प्रारम्भिक भर्ना केन्द्रमा हुनेछ। अनि बाँकी रहेको अन्य परीक्षाहरू भर्ना छनौट निर्देशनालय जङ्गी अड्डाले तोकेको स्थानमा सञ्चालन हुनेछ। अनि कुनै पनि परीक्षामा अनुत्तीर्ण हुने उम्मेदवार त्यसपछि सञ्चालन हुने परीक्षामा सहभागी हुन पाउने छैन। जस्तै यो छनौट प्रक्रियामा हजुरहरूलाई चाहिँ बियरिङ इक्जामहरू लिनेछ। त्यसमा चाहिँ हजुरहरू कुनै एउटामा फेल हुनुभयो भने अगाडि चाहिँ जान पाउनुहुन्न। अनि त्यसको लागि चाहिँ सबभन्दा सुरुमा बियरिङ परीक्षा लिनेछ हजुरहरूलाई। यो बियरिङ परीक्षामा हजुरहरूको उचाइ, वजन, छाती तथा शारीरिक बनावट परीक्षण गरिनेछ। शारीरिक बनावट परीक्षणमा हेरिने बुन्दाहरू यहाँ रहेको छ। जस्तै बुन्दा नम्बर 1 मा शरीरको अङ्गहरू सामान्य भएको हुनुपर्ने रहेछ। अनि यो भित्र के आउने रहेछ त्यो एकपल्ट हजुरहरू हेर्नु होला। म सबै त्यो पढ्न थालेपछि भिडियो लामो हुन सक्छ। त्यसै गरी बुन्दा नम्बर 2 मा शारीरिकमा अस्वाभाविक दागहरू नभएको हुनुपर्छ। अनि के कस्तो दाग नभएको हुनुपर्छ त्यो तल दिएको छ एकपल्ट पढ्नु होला।
अनि बुन्दा नम्बर 3 मा हात खुट्टा बाङ्गो-टिङ्गो नभएको, औलाहरू ठिक भएको तर धेरै चेप्टो पैताला नभएको हुनुपर्छ। त्यसैगरी बुन्दा नम्बर 4 खुट्टाको अवस्था यो यहाँ 2 टा दिएको रहेछ, त्यस्तो हुनु हुँदैन। त्यसैगरी बुन्दा नम्बर 5 मा शरीरमा मुसा नभएको हुनुपर्छ। अनि त्यसैगरी बुन्दा नम्बर 6 दाँत नझरेको हुनुपर्छ। इफ झरेको छ भने के चाहिन्छ त्यो यहाँ हेर्न सक्नुहुन्छ। त्यति हजुरहरूसँग छ भने फर्म भर्न सक्नुहुन्छ। त्यसैगरी बुन्दा नम्बर 7 मा चाहिँ दुबी भएको, त्यसैगरी बुन्दा नम्बर 8 मा कपाल नझरेको, कपाल नफुलेको हुनुपर्छ। झरे फुलेको छ भने यहाँ हेर्न सक्नुहुन्छ के चाहिन्छ भनेर। त्यसैगरी बुन्दा नम्बर 9 मा आँखा डेडो नभएको, आँखा चिम्लन सक्ने हुनुपर्छ। त्यहाँ त्यसैगरी बुन्दा नम्बर 10 मा प्रष्ट बोली भएको, भकभकाउने र लठ्यौरो नहुने छ। अनि त्यसैगरी यति सब भइसकेपछि हजुरहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षणतिर लग्नेछ। अनि प्रारम्भिक स्वास्थ्य परीक्षणमा हजुरहरूलाई मान्यता प्राप्त चिकित्साहरूद्वारा उम्मेदवारको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ। यस परीक्षणमा हजुरहरूको नाक, कान, आँखा, कलर भिजन, ब्लड प्रेसर, हर्निया, पाइल्स, छाला आदि हेरिनेछ। प्रारम्भिक स्वास्थ्य परीक्षा हजुरहरूको हुन्छ। त्यसपछि हजुरहरूको शारीरिक परीक्षा हुनेछ। अनि शारीरिक परीक्षामा के लिनेछ भन्दाखेरि पुरुष महिलाको हकमा यहाँ हेर्न सक्नुहुन्छ सिटअप, पुसअप, चिनअप, 300 मिटर दौड, 2 माइल दौड। पुरुषको हकमा सिटअप 15 पटक, महिलाको हकमा 8 पटक, पुसअप 12 पटक, 7 पटक, चिनअप 5 पटक, 3 पटक, 300 मिटर दौड 55 सेकेन्डमा पुरा गर्नुपर्ने हुन्छ। अनि महिलाको हकमा 300 मिटर 65 सेकेन्डमा पुरा गर्नुपर्ने हुन्छ। अनि 2 किलोमिटर दौड पुरुषको हकमा 16 मिनेट, महिलाको हकमा 19 मिनेट हुनेछ। त्यसैगरी त्यसपछि हजुरहरूको आइक्यू परीक्षा हुन्छ। अनि आइक्यू परीक्षामा हजुरहरूलाई अब्जेक्टिभ क्वेसन सोध्नेछ, त्यो भने 30 मिनेटको लागि। त्यसपछि हजुरहरूको लिखित परीक्षा हुन्छ। लिखित परीक्षा कतिवटा हुन्छ भन्दाखेरि 4 वटा परीक्षा हुन्छ लिखित। अनि यहाँ हेर्न सक्नुहुन्छ अङ्ग्रेजी, नेपाली, गणित, सामान्य ज्ञान। अनि सामान्य ज्ञानमा फेरि हजुरहरूलाई चाहिँ अब्जेक्टिभ क्वेसन सोध्नेछ। अनि यो लिखित परीक्षामा अङ्ग्रेजीमा चाहिँ हजुरहरूको 2 घण्टा 30 मिनेटको हुनेछ। अनि नेपाली पनि 2 घण्टा 30 मिनेटको हुन्छ। अनि गणित चाहिँ 2 घण्टा 30 मिनेट, सामान्य ज्ञान 1 घण्टा 30 मिनेट। म चाहिँ यो हजुरहरूको लागि सिलेबसको पनि भिडियो राखिदिनेछु। यो अङ्ग्रेजीभित्र के सोध्छ, नेपालीभित्र के सोध्छ, गणितभित्र के सोध्छ, सबै म डिटेल भिडियो बिस्तारै सबै राखिदिनेछु हजुरहरूको लागि। अनि त्यसैगरी चाहिँ उल्लेखित लिखित परीक्षाहरू लोकसेवा आयोगबाट सञ्चालन गरिनेछ। अनि हजुरहरूको अब्जेक्टिभमा जस्तै एउटा क्वेसन भर्नुभयो, त्यो मिस्टेक भयो भने त्यही क्वेसनको 20% मार्क काटिनेछ। त्यसैगरी गुणमापक परीक्षा हुन्छ हजुरहरूको। यो विशेष अधिकृतहरूबाट सञ्चालन हुन्छ। त्यसपछि हजुरहरूको विस्तृत स्वास्थ्य परीक्षण हुन्छ। यो विस्तृत स्वास्थ्य परीक्षणमा मान्यता प्राप्त चिकित्साहरूबाट विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ। नेपाली सेनामा स्वास्थ्य उपचार सुविधा पाइरहेको उम्मेदवारहरू बाहेक अन्य उम्मेदवारहरूको विस्तृत स्वास्थ्य परीक्षण गर्दा तोकिए बमोजिम शुल्क लाग्नेछ। यति भइसकेपछि हजुरहरूको लास्टमा हुन्छ अन्तर्वार्ता। अनि अन्तर्वार्तामा चाहिँ पदपूर्ति सीमितका पदाधिकारीहरूबाट अन्तर्वार्ता हुनेछ हजुरहरूको। अनि त्यसपछि हजुरहरूलाई लागिरहेको होला तलब, भत्ता, रासन तथा अन्य सुविधाहरू यो नेपाली सेनाको प्रचलित नियम र व्यवस्था अनुसार हुनेछ। त्यसैगरी चाहिँ अन्य शर्तहरू रहेको छ यहाँ। नेपाल सरकार वा अन्य अर्ध सरकारी सङ्घ संस्थामा कार्यरत व्यक्तिले उम्मेदवारी दिँदा चाहिँ विभागीय स्वीकृत अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ। त्यसैगरी हजुरहरू समावेशीतर्फ फर्म भर्दै हुनुहुन्छ भने आदिवासी जनजाति, मधेसी, दलित कुनै अनि त्यसको चाहिँ हजुरहरूलाई बेग्लै प्रतिस्पर्धा गर्न सक्नेछन्। अनि त्यसमा चाहिँ महिलाको हकमा यो व्यवस्था लागू हुने छैन। त्यसैगरी साथै पिछडिएको क्षेत्रमा महिला पुरुष उम्मेदवारहरूले पिछडिएको क्षेत्र कोटामा समेत दरखास्त दिई प्रतिस्पर्धा गर्न सक्नेछन्। अनि महिलाको हकमा डाइरेक्ट कम्ब्याट ड्युटिज, क्लोज कम्ब्याट रोल, लडाइँको समयमा अग्रभागमा गई प्रत्यक्ष रूपमा लड्ने कार्य गर्ने नेपाली सेनाको निकाय बाहेक, कम्ब्याट रिलेटेड ड्युटिज, कम्ब्याट सपोर्ट, कम्ब्याट सर्भिस सपोर्ट, लडाइँमा प्रत्यक्ष संलग्न फौजाई पछाडि रहेर सेवा र सहयोग पुर्याउने कार्य गर्ने नेपाली सेनाको निकायहरूमा समावेश गराइनेछ। त्यसैगरी उम्मेदवारहरू बहलबाला बाहेक अविवाहित हुनुपर्छ र तालिम अवधिभर विवाह गर्न पाइने छैन। त्यसैगरी आवेदकले एक मात्र भर्ना छनौट केन्द्रबाट आवेदन दिन पाइनेछ। हजुरहरू फर्म भर्दाखेरि एउटा मात्र भर्ना छनौट केन्द्रबाट फर्म भर्नुहोला।
अनि त्यसैगरी अन्य शर्तहरू नेपाली सेनाको आधिकारिक वेबसाइट यहाँ दिएको रहेछ। त्यसबाट गएर हजुरहरू जोइन नेपाली आर्मीभित्र रिक्रुटमेन्ट एन्ड सेलेक्सनहरू हेर्न सक्नुहुन्छ। त्यसैगरी अनलाइन दरखास्त फारम भर्ने सम्बन्धी जानकारी हजुरहरू भ्याकेन्सी डट नेपाल आर्मी डट मिल डट एनपीमा गएर सर्च गर्नुहोला। अनि रिसेन्ट भ्याकेन्सीमा गएर एप्लाईमा गएर क्लिक गर्नुहोला। यसको लागि मैले बेग्लै भिडियो पनि बनाइदिनेछु, नत्र हजुरहरू आफै पनि गर्न सक्नुहुन्छ। अनि हजुरहरूको लागि म सिलेबसको पनि भिडियो बनाइदिनेछु। कुन विषयमा कति मार्कको सोध्छ, अनि कुन टपिकबाट कति सोध्छ। अनि यस्तै अपडेट भिडियोको लागि हजुरहरू च्यानललाई सब्सक्राइब गरेर राख्नुहोला। अनि भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला। अब भिडियो लामो भइसक्यो किनभने मैले फुल डिटेल राखिदिइसकेको छु। हजुरहरूलाई एउटा नि कन्फ्युजन हुँदैन, अनि कन्फ्युजन भयो कमेन्ट गर्न सक्नुहुन्छ। अनि भिडियो धेरैभन्दा धेरै सेयर गरिदिनु होला ताकि सबैजनासम्म पुगोस् कि नेपाली सेनाले अधिकृत क्याडेटमा भ्याकेन्सी खुलाइसकेको छ भनेर। अनि भिडियो हेर्नुभएकोमा धन्यवाद सबैजनालाई।